हेलो एभ्रिवान, वेलकम टु द माई फर्स्ट युट्युब ब्लग च्यानलमा स्वागत छ। यो आज चाहिँ जाँदैछु म काठमाडौँदेखि हेटौडासम्मको यात्रामा। अब घरदेखि नै स्टार्ट गरेको भ्लगिङ, तर माइकको समस्याले गर्दाखेरि त्यो रेकर्डिङै भएन छ। त्यसले गर्दाखेरि अहिले यो सातो बाटोको महालक्ष्मी स्थानदेखि सुरु गर्दैछौँ। यहाँ देखिन्छ त्यस्तो आज शुक्रबार भएर होला 2:30 भइसक्यो र पनि त्यस्तो गाडीहरू प्याक देखिँदैन। अब यो इन्भाइरोमेन्ट नराम्रो छ नि त, त्यसले गर्दाखेरि पुरै क्लियर देखेको छैन। फुलहरू चाहिँ बबाल फुलेको छ। अहिलेको कन्डिसनको कुरा गर्ने हो भने त्यस्तो प्याक छैन। आज हेरौँ, लेट्स सी आज काठमाडौँदेखि हेटौडासम्मको यात्रामा के हुन्छ बाटोमा म देखाउने कोसिस गर्दैछु। अहिले चाहिँ हामी पुगेको छौँ यो के भन्छ चोबार एरियाको सल्लाहगारीतिर। अब यहाँ चाहिँ धेरै फोहोर रहेछ हो, मान्छेहरू डेली आउने भएर हो कि किन हो, पुरै फोहोरै फोहोर छ। डस्टबिनहरू त्यस्तै छ। यो बोर्डहरू पनि के साइजको मेटर नगर्ने हो कि के हो, अब यिनीहरूलाई कसले म्यानेज गर्ने यो हेर्ने पर्ने देखिएको छ। यहाँ बाटोहरू पनि बन्दै रहेछ है, बाटोहरू बनाउँदै रहेछ। यो साइडमा थुपारिरहेछ यो सामानहरू पार्किङ बनाउनुलाई कि किन हो, पुरै सेफ्टी साथ बनाउँदैछन्। भित्र के बनिरहेको हो थाहा छैन। अब यहाँ कुरा गर्ने हो भने यो एरियामा चाहिँ अब बाटो नै बनाउँदैछ जस्तो छ। दुवैतिर ढुङ्गाहरू थुपारेको छ। यो ढुङ्गाहरूले गर्दाखेरि अब यहाँ एक ठाउँमा त जामै लागेको छ। अब यो ढुङ्गा दुईतिरै थुपारेको छ, एकतिर मात्रै थुपार्दा पनि हुने होला। देख्न सक्नुहुन्छ बाटोको कन्डिसन यस्तै छ। यो बसहरू पनि त्यत्तिकै आउँदो रहेछ यो बाटोमा त। फर्पिङदेखि हेटौडा जाने बाटो हो, फर्पिङ हुँदै यो दक्षिण काली हुँदै जाने बाटोतिरको बाटो हो। यसमा चाहिँ राम्रो गुम्बाहरू पनि बनाइएको रहेछ। माथि देख्न सक्नुहुन्छ, ऊ माथि गुम्बाहरूको गुम्बाको डिजाइन नै राम्रो छ नि त। यो मेबी तामाङ बस्ती पनि हुनसक्छ, त्यसले गर्दा गुम्बाहरू बनाइएको छ ठाउँमा। अब नजिक आउँछ र पनि हो 2-3वटा, यो हामी 2 मिनटको बिचमा 2-3वटा गुम्बा देखिसकेका छौँ भने यो गाउँमा निकै फुलहरू पनि फुलेको देखिन्छ। अहिले फुल फुल्ने सिजन भएर पनि होला, निकै राम्रो फुलहरू। यो रोड पनि त्यस्तै राम्रो नै रहेछ। अब एक्सपेक्टेसन गरिन्छ नि त गाउँको बाटोमा यस्तो नराम्रो हुन्छ भनेर, तर यो बागमती प्रदेशको सदरमुकाम हेटौडा भएर पनि होला, हेटौडा जाने बाटोमा त बेस्ट फुटबल ग्राउन्ड छ। तर यो फुटबल ग्राउन्डमा चाहिँ अलिक झार रोपेको भए अलिक राम्रो देखिन्थ्यो कि जस्तो लाग्छ। अब ओभरअल कुरा गर्ने हो भने यो बाटोको अहिलेसम्म आउँदाखेरि त्यस्तो नराम्रो त देखिँदैन। जङ्गलहरू पनि छ, जङ्गलको बिचमा रोडहरू छ, चिसा हावा खाँदै जानु मिल्ने। तर यो निकै ओह्रालो रहेछ के, ओह्रालो उकालो आएकै गर्ने रहेछ। टर्निङै पछि सानो छ, त्यसले गर्दाखेरि रोकिँदै जानुपर्ने देखियो क्या। तलदेखि गाडी आयो भने त अब माथिको गाडीले साइड नदिने हो भने त यहाँ ठोक्किने कन्डिसन पनि देखिन्छ। बिच बाटोतिर चाहिँ अलिक ठुलो रहेछ। यहाँ देख्न सक्नुहुन्छ यत्रो खुल्ला बाटो छ, तर पनि त्यस्तो गाडीहरू चलेको देखिँदैन यो बाटोमा चाहिँ। मान्छेहरूले पनि अब बाटोभरि छेकेर बसिरहेको छ। कुनै ठाउँ बसहरू त्यत्तिकै छोडेको हुन्छ, त्यसले गर्दा बिस्तारै चलाउनु पर्ने हुन्छ यो बाटोमा। एक्सिडेन्ट हुने पोसिबलहरू धेरै देखिन्छ। हेर्नु न, अब टर्निङ पनि कस्तो छ क्या, यहाँदेखि स्पिडमा आयो भने त ब्रेक लागेन भने एकैचोटि माथि खोल्छिमा। हेर्नु पारि पनि बेस्ट रोडहरू बनाइँदै रहेछ। अब यो निकै राम्रो बनाएको छ यो बाटोमा, त्यस्तो कम्प्लेन गर्ने बाटो त छैन। अब पहाडको बाटो यस्तै त हुने, अलिक साङ्गो चाहिँ हो। रोडमा त त्यस्तो कम्प्लेन गर्ने लायकको केही पनि छैन। बिस्तारै स्लोमा चाहिँ कन्ट्रोलमा कुदाउनु पर्ने देखियो। यस्तोरी स्पिडमा हुन्छन् गाडीहरू। यसरी अब आफ्नो साइड च्यापेर आउनुपर्ने गाडीहरू। अब मेबी यो ठुलो भएर पनि हुनसक्छ। यो बाटोमा टिफर चाहिँ खासमा हिँड्नु नदिनु पर्ने। टिफरले गर्दाखेरि यो बाटोहरूमा त यस्तो डर लाग्छ कि हिँड्नु मलाई। मेरो फर्स्ट टाइम हो। अब के हुन्छ, यहाँ टनेलहरू पनि बनाइएको रहेछ कि खेती होला, मेबी च्याउ खेती हुनसक्छ। बस्तीहरूमा पनि निकै पक्की घरहरू बनाइएको रहेछ। पक्की घरहरूमा भए पनि मान्छेले त्यति साह्रो गाउँमा बसेको जस्तो देखिँदैन। दिउँसो भएर पनि हो कि गर्मी छ है। आज काठमाडौँमा चाहिँ चिसो थियो नि त, हुसु लागेर केही देखिँदैन थियो। तर हामी आएको आधी घन्टा भयो, आधी घन्टाको बिचमा ठाउँमा यस्तो अफरोडहरू पनि छ। यस्तो पुरै कुनाहरू। यस ठाउँमा चाहिँ अलिक नयाँ बिगिनर हुनुहुन्छ भने चाहिँ यहाँ चाहिँ अलिक जोगेर कुदाउनु पर्ने हुन्छ।
किनभने अर्को साइडमा देखिआएको गाडीसँग ठोक्यो भने चाहिँ एक्सिडेन्ट हुने चान्स त डेन्जर हुन्छ यो बाटोमा। त्यसले गर्दा टर्निङहरू पनि ओभर टर्निङ छन्। त्यसले यो हाम्रो जर्नीमा चाहिँ खतरा बनाउने छ यी टर्निङहरू, यस्तो देख्नुहुन्छ। त्यसले गर्दा स्पिडमा छैन, म पनि त्यस्तो एक्सपिरियन्सवाला छैन नि त, त्यसले गर्दा स्लोमै जाँदैछु। लेट्स सी अब गुगल म्यापमा चाहिँ 2.5 घन्टाको जर्नी देखाएको छ, अब कति घन्टामा पुग्छु म अपडेट दिने नै छु। रोडहरूको कन्डिसनमा मलाई खासै फरकै परेको छैन अहिलेसम्म, त्यस्तो हार्ड भएको छैन। तर उता निकै तल पुगेपछि धेरै ओह्रालो उकालो छ भन्ने कुरा आएको छ। अब यो रोडहरूमा पनि त्यस्तै खालको स्ट्रक्चर बनाएको छ नि त, जुन झर्ने सम्भावना भएकोमा चाहिँ ढलानहरू हालेर चिप्लिने ठाउँमा यसरी यो चिरा पारेको छ। यो टर्निङहरूमा चाहिँ ओभर गाह्रो छ है, यो टर्निङहरू अब सानो छ, तलदेखि आयो भने चाहिँ अनि ठोकिने सम्भावनाहरू धेरै देखिन्छ यो बाटोमा। त्यसले बी केयरफुल। त्यसैले उपारि चाहिँ ओभर बबाल भ्यू देखिनेछ। त्यो हावाहरू पनि त्यतिकै चल्दैछ। अहिले चाहिँ निकै गाह्रो छ यो ओह्रालोमा चाहिँ, ब्रेक नयाँ मान्छेलाई चाहिँ गाह्रो पर्छ नि त, यो खोलाको बाटो जस्तै छ। त्यस्तो अब रोडको कन्डिसनकै कुरा गर्ने हो भने रोडको कन्डिसन अहिलेसम्ममा चाहिँ मैले 0.5% पनि अफरोड भेटेको छुइनँ कि यो बाटोमा। 2 घन्टामा पनि त्यस्तो नभेटिनु पर्ने भनेपछि खासै गाह्रो छैन। जस यो खोलाखोल्सीमा चाहिँ त्यही खालको बाटो बनाइएको रहेछ, त्यसले गर्दा धेरै स्पिड चाहिँ कुदाउनु मिलेन। अब टर्निङहरू त्यस्तै छ, खाल्डाहरू त्यस्तै टाइपको बनाएको छ नि त। यो टर्निङमा चाहिँ तलदेखि आउने गाडीहरूलाई चाहिँ गाह्रो पर्दो रहेछ कि, त्यसले गर्दा यता माथिदेखि नै हर्न दिँदै जानुपर्ने रहेछ। यी यसरी अब बिच बाटोमा रोकेर बसिरहेछ मान्छेहरू, यसरी गाई बाख्रा रोडैमा चढाइरहेछ नि त। रोड सानो छ, त्यसले बी केयरफुल। अब उकालोमा यसरी तान्दैन गाडीहरूले। अब बाइकले नै अलिक पुरानै भयो भने त पुरानै बाइकले नतान्ने सम्भावनाहरू धेरै हुन्छ। तलदेखि गाडीहरू वाक्कै गर्दो रहेछ। जे होस्, यो फोहोर हेर्नु न, यो अगाडिको गाडीले यस्तो रिदिन थालेको। यो टर्निङहरू उकालो लागेपछि यसरी चेपेर हुन्छ माथिदेखि आउने गाडीहरूले पनि। गाह्रो चाहिँ ओभर गाह्रो परेको थियो जाँदाखेरि। यसरी रोक्दै झर्छन् के उकालोमा, ओह्रालोमा झर्नेहरूले चाहिँ। ब्रेक धेरै युज हुन्छ नि त, त्यसले गर्दा रोक्दै झर्नुपर्ने पनि देखिन्छ। यो उकालोमा जाने हेर्नु न, त्यत्रो स्कर्पियोहरूले तान्दैन। बिचमा यस्तो बस्तीहरू पनि आउने रहेछ। यो बस्तीभन्दा पनि भीमफेदी लेखेको थियो अलिक तलतिर। यो भीमफेदी पुग्दासम्ममा चाहिँ ओह्रालो चाहिँ ओभर ओह्रालो थियो। अबदेखि यो यहाँदेखि तल पुगिन्जेलसम्म चाहिँ त्यस्तो ओह्रालो छैन भन्ने कुरा आएको छ। लेट्स सी के जस्तो हुँदो रहेछ। अब भयो भने हामी अब फर्किँदाखेरि चाहिँ एक रात बसेर फर्किँदाखेरि चाहिँ कुलेखानी हुँदै फर्किने कुरा छ। अहिलेसम्म हामी भीमफेदीमै भर्खर पुग्दैछौँ। योभन्दा अगाडि पनि देखाएको छ म्यापमा चाहिँ अझै पनि 40 मिनट जति। अब त तेर्से छ भन्ने कुरा छ। हामी हेटौडा पुगेर पनि यो रुममा बस्ने कुरा मिलेको छ। अब जस होटलहरू नपाउने रहेछ, 2.5 घन्टा जति होटल खोज्नुमै पुग्यो। हामी पुग्नु यहाँ 2 घन्टा 40 मिनटमै पुगेको थियौँ। यो रुममा बस्ने भएको छु। रुम ठिकै छ, त्यस्तो महँगो पनि रहेनछ। जे होस्, यो हेटौडा महानगरपालिकाले रुमहरू भत्काएकोले गर्दाखेरि बल्ल 2 घन्टामै यो एउटा रुम पायौँ। त्यो पनि अब यसमै बस्ने भइएको छ। अब तपाईँहरू आउँदै हुनुहुन्छ भने अलरेडी बुक गरेर आउनु होला। हेलो, गुड मर्निङ। अर्को दिन भइसकेको छ, शनिबार। आज शनिबार, त्यसले गर्दाखेरि यहाँदेखि निस्किनै गाह्रो पऱ्यो के। यो हेटौडामा चाहिँ अहिलेसम्म ट्राफिक लाइट पनि रहेनछ नि त। रोडतिर त्यो भवनहरू भत्काएकोले गर्दाखेरि साइडमा पार्किङ गर्ने गाडीहरूलाई पनि रोडकै छेउमा पार्किङ गरेको रहेछ। अब त्यो 4वटा एउटा मूर्ति भएको ठाउँमा त त्यहाँ ट्राफिक बस्यो भने ट्राफिकले नहेर्ने नै रहेछ। ट्राफिक लाइट त छँदै छैन। त्यसले गर्दाखेरि हामीलाई यहाँबाट अब त्यो जाम कट्नलाई नै टाइम लाग्यो कि। अब यहाँ गाडीहरू जहाँ पाए त्यहीँ रोकिदिने रहेछ। ट्राफिक त हेरेर बस्ने, ट्राफिक लाइट नहुँदाखेरि। अब यहाँदेखि अब तेर्सै खोलाको किनार लगभग 30-35 किलोमिटर रहेछ। यस्तै सानो रोड भए पनि 30-35 किलोमिटर तेर्सो पुग्नु भनेको त्यही आधी घन्टा जतिमा हामी अब भीमफेदी छेउछाउमा पुग्छौँ होला। फर्किने बाटोमा चाहिँ हामी फर्किन लागेको। अब भयो भने चाहिँ कुलेखानी ड्यामहरू निस्किँदै चित्लाङ हुँदै जाने कुरा चाहिँ भएको छ हाम्रो।
अब के हुन्छ त्यहाँ पुग्दाखेरि बाइकले कतिको दम दिन्छ अफरोड छ भन्ने कुरा आएको छ चितलाङपट्टि चाहिँ। अब यो तेर्सेमा चाहिँ एउटा गाडीले गर्दाखेरि निकै जाम पर्दो रहेछ, रोड सानो छ। अब ऊ अगाडि हेर्नु यो एउटा अब स्कर्पियोले साइडै दिनु मान्दैन, देखिँदैन नि त उता ओभरट्याक गर्दाखेरि। अब नयाँ ठाउँमा नयाँ मान्छेले चाहिँ यसरी ओभरट्याक ब्लाइन्ड स्पोटमा ओभरट्याक पनि नगर्नु होला। अब हेर्नुहोस् न यस्तो कर्नरहरू छ। अब लेट्स सी के हुन्छ बाटोमा। हामी चाहिँ यो इन्द्र सरोवरको पछाडिपट्टिबाट आयौँ। यो मेन रहेछ, यहाँ यो ढुङ्गाहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अब यहाँ आर्मीहरूको चेकिङ रहेछ, आर्मीले पुरै भिडियो बनाउनै नदिने रहेछ। त्यसले गर्दाखेरि मेन ठाउँको भिडियो बनाउनै पाइन्न। यहाँ साइडबाट देख्नुहुन्छ आज शनिबार भएर मान्छेहरू यति भिडभाड थिएन, जुन चाहिँ त्यहाँ बोटिङ गर्न सकिने रहेछ। यो रोड चाहिँ इन्द्र सरोवरको त्यो भित्तापट्टिको रोड चितलाङ हुँदै आउने बाटोमा यस्तो रहेछ। ठिकै छ, त्यस्तो कम्प्लेन गर्न लायक त छैन अहिलेसम्मको बाटोमा, तर अलिक पर पुगेपछि गाह्रो हुन्छ भन्ने कुरा छ। तल देख्न सक्नुहुन्छ इन्द्र सरोवर बबाल भ्यू त देखिँदैछ, तर मान्छे धेरै भएर के। फाइनली हामी यो चितलाङ छिरिसकेछौँ। यो चितलाङमा चाहिँ रोड निकै यहाँदेखि चाहिँ पिच स्टार्ट हुँदो रहेछ। योभन्दा पछाडि इन्द्र सरोवरको पनि जब आधी पुग्छ नि, त्यो इन्द्र सरोवरको तेर्सो लामो रहेछ नि त, त्यो लामोमा आधी पुगेपछि चाहिँ त्यहाँ अफरोड स्टार्ट हुँदो रहेछ। अफरोड त बिगिनर हुनुहुन्छ भने त्यहाँ त्यो बाटोमा चाहिँ नआउन म अनुरोध गर्छु। बल्ल आइपुग्यो। बाइकको त हालत त के कुरा गर्ने, खासै फरक त पर्दैन एक्सपिरियन्स भएको मान्छेहरूलाई, तर बिगिनर हुनुहुन्छ भने गाह्रो छ क्या। भर्खर गिटीहरू हाल्दो रहेछ यो उसमा चितलाङ आइपुगिन्जेलसम्ममा चाहिँ। अब तेर्से छ, र पनि नयाँ मान्छेलाई चाहिँ गाह्रो पर्न सक्छ क्या, त्यहाँ बस्तीहरू पनि रहेनछ। अब त्यसले गर्दाखेरि यहाँ आइपुगेपछि चाहिँ अहिले चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ, यहाँ रासोपाको घन्टीको छाप खिचेको रहेछ। हो, चितलाङ चाहिँ भेडाफार्ममा भयो भने निस्किने भनेको, तर अहिले लेट हुन्छ जस्तो छ हामीलाई। यहाँ खतरा टनलहरू हालेको रहेछ। रोड पनि पुरै फ्री छ क्या, एउटा गाडी कुद्दैन कि खोइ के हो, पुरै टनलहरूमा चाहिँ हालिरहेछ। टमाटर छ जस्तो छ, आलुहरू माथि देख्न सक्नुहुन्छ। यो चाहिँ गेस्ट हाउसहरू छ जस्तो छ। यहाँ फलफुलहरू पनि रोपेको हो कि यो सागसब्जी मात्रै होला, किनभने काठमाडौँ नजिक छ नि त, यहाँदेखि त्यहाँ इम्पोर्ट गर्नलाई खासै फरकै परेन। यो बाटोमा चाहिँ अब 500 मिटरको बिचमा नै घन्टीको छाप हानिरहेको रहेछ। यहाँ अपलोड गर्दै हुनुहुन्छ तरकारी काठमाडौँ नै जानु होला, मेबी रोडमा यसरी तरकारीहरू निकाल्दै पनि हुनुहुन्छ। यो रोड चितलाङको बाटोमा चाहिँ यो बस्तीहरू नै पुरानोको छ नि त। अब हामी यहाँबाट चाहिँ यता दाहिने लाग्नुपर्ने रहेछ काठमाडौँ जानलाई। अब त्यो डाँडा काटेर जानुपर्छ भन्ने यहाँको मान्छेहरूले कुरा गर्नुभएको छ। त्यो डाँडो पछि चाहिँ हेर्नु नि, यहाँ कुकुर कस्तो रिसितिरहेछ क्या, आनन्दले। अब चिसो रहेछ नि त उता। जब इन्द्र सरोवर काटेर आयौँ त्यहाँदेखि यता चाहिँ चिसो छ। यो जङ्गलको हावापानी चाहिँ स्वच्छ छ नि त। काठमाडौँ पुग्नु खासै टाढो छैन भन्ने कुरा एकजना त्यहाँ सोधेको, त्यहाँ त्यसो भन्नुभयो। रोड त ओभर स्मुथ छ, ओभर स्पिड चाहिँ हान्नु भएन यसमा, नर्मलै कुदाउनु पर्ने हुन्छ। यस्तोरी आउँछन् यो तरकारी बोक्ने गाडीहरू। अब यतादेखि यहाँ चाहिँ धेरै मान्छेहरूको खेतीमै लगानी जस्तो देखिन्छ। टनल अहिलेसम्म यस्तो बेस्ट खतरा नयाँ आधुनिकको टनलहरू बनाउनु भएको छ जस्तो देखिन्छ नि त। यो पारी जति पनि आँखाले भ्याउँदैछ सबै टनल छ। अनि होमस्टेहरू छ क्या, होमस्टे होटलहरू मात्रै छ। माटोहरू पनि हेर्दाखेरि हुन्छ जस्तो देखिन्छ। माथि पनि डाँडा छ, वरिपरि डाँडा नै छ, काठमाडौँ भ्याली जस्तै छ नि त यो चितलाङ पनि। यो हेर्नु अब पानीको त्यस्तो समस्या छ जस्तो देखिँदैन। अब रोकेर एकछिन बसेर जानु त हुन्थ्यो। यो रोडहरू हेर्दाखेरि, यो टनलहरू हेर्दा, यो जुन खालको मौसम छ यो हेर्दाखेरि बसौँ लाग्दैछ। तर काठमाडौँ पुग्न टाइम लाग्ने भएकोले गर्दाखेरि अब हामी जानुपर्ने हुन्छ। अब 5 बजिसक्यो। उता जुन चाहिँ हामी पुग्ने
मेन बाटोमा चाहिँ त्यहाँ चाहिँ समस्या छ जस्तो कुरा गर्नुभयो यहाँ। जुन चाहिँ यो बाटोमा चाहिँ खतरा भ्यू देखिनेछ, सब टनेलै टनेल। यहाँको मान्छेहरू सब यसरी तरकारी झिकेर बसिराख्नु भएको छ। यो कोपीहरू जस्तो छ। यो कोपी काठमाडौँ नै आउने होला मेबी। यो काठमाडौँ नजिक भएर चितलाङलाई राम्रो पनि भएको छ नि त। अब भेडा फार्मले जति यो चलेको भए पनि यो रोडमा चाहिँ अब गाह्रो पो बारे त। यो के हो यस्तो खालको, एक्सपेक्टै गरेको थिइनँ म यो कोपीकै कुरा गर्दै थिएँ। वा यो घरहरू त बेस्ट छ त। यस्तो ठाउँमा बस्नु चाहिँ अलिक मलाई बेस्ट लाग्छ क्या, किनभने हावा नेचर त्यस्तै छ नि त। रोड स्मुथ छ। काठमाडौँ आउनुलाई कति टाढा छ जस्तो लाग्दैन मलाई चाहिँ। अनि यो गाडी हाल्दै हुन्छ कोपी काठमाडौँ नै आउने होला सकभर। जति हेऱ्यो त्यति नै देखिन्छ क्या यो टनेलहरू, नयाँ टनेलहरू हाल्दै गरेको। आलु धेरै चाहिँ आलु छ जस्तो छ अहिले। हरियो पुरै हरियो देखिँदैछ। यो घरहरूमा चाहिँ के हो, यो रोडहरू चाहिँ पुरै टर्निङ भएकोले गर्दाखेरि जस त्यति स्पिड चाहिँ कुदाउनु नमिल्ने रहेछ। अब हामी यो पुरानो घरहरूमा देख्न सक्नुहुन्छ, पुरानै घरहरू पनि रहेछ। अब यो घन्टीको छाप चाहिँ घन्टी धेरै हुनुहुन्छ जस्तो छ यो एरियामा चाहिँ। यो घन्टीको छाप रोडमा घन्टीको हाम्रो यो अहिलेको सरकारको चुनाव चिन्हलाई यहाँ युज गर्नु भएको रहेछ। रोडमै हाल्नु भएको रहेछ। यो बाटोमा चाहिँ अलिक मलाई डर लाग्छ है, किनभने पुरै खाली छ नि त। खाली छ। अब कति बेला कतिको स्पिडमा अर्को गाडी आउने हो थाहा हुँदैन। त्यसले गर्दा स्लोमा कुदाउनु पर्ने हुन्छ। स्लोमा जानुपर्ने हुन्छ है, स्लोमा साथीहरू। अब यो बाटो चाहिँ पुरै खाली छ कि यो बाटो त। आम्मामा यस्तो स्मुथ रोड त। अनि चाहिँ राइटमा आएको जस्तो फिल हुन्छ नि त। तर हामी चाहिँ राइटमा आएको भन्दा पनि हेटौडादेखि फर्केको हो, काम थियो र थोरै काम थियो। यो अहिलेसम्म त्यत्रो 15-20 मिनट कुदाइसके, एउटा यो गाडी आउँदैछ। थाहा छैन कतिको गाडीहरू चल्ने हो यो बाटो, थाहा नै छैन। पुरै बिच बाटोमा, पुरै जङ्गलको बिचमा रोड बनाएको छ नि त। त्यसले गर्दा एकदम बेस्ट फिल चाहिँ भइरहेछ। रोड हेर्नु न यस्तो ठुलो छ, एउटा गाडी आउँदैन। पुरै कबीर सिंहको याद आउँदैछ, कबीर सिंह जस्तै। अब यो पछाडि चाहिँ भिडियो बनाउँदैछ मेरो बहिनीले, म चाहिँ अगाडि अब कोही छैन नबोली जस नेचरको फिललाई लिँदैछु। यो बाटोहरूमा पुरै रातो माटो जस्तो छ। यसमा चाहिँ कतिको यो यतामाथि भेडा फार्म जस्तो छ। भेडा फार्ममा निस्किने हाम्रो अलिक टाइम मिल्दैन। यहाँ यो रोड अनुसार बनाएको रहेछ। यो यहाँ चाहिँ पुरै रोडमा पुरै ढलान गरेको छ। यसले ढलानै भन्छ है, ढलान गरेको छ। यतामाथि हेर्नु पुरै त्यस्तै खालको नेचर अनुसारकै बनाएको छ क्या। हेर्नु नि रोडहरू, यो रोडमा चाहिँ अलिक केयरफुल हुनुपर्ने हुन्छ। यस्तो टर्निङ छ। अब यहाँ ओभर स्पिडमा आयो भने कन्ट्रोलभन्दा बाहिर जान्छ नि त आफ्नो। त्यसले गर्दा केयरफुल भएर कुदाउनु पर्ने हुन्छ। यो ओह्रालोमा त आम्मामा बाइक हेभी भएर कि ब्रेकै लाग्नु खोज्दैन त। 70-80 पुगिसक्यो र पनि। तर ठुलो छ नि त, त्यसले खासै फरक पर्दैन। तर तलबाट अर्को गाडी आयो भने चाहिँ समस्या पर्न सकिन्छ के। वा हेर्नु नि पाहाडीको नेचर हेर्नु नि त। तर यहाँ चाहिँ फेरि यति चाहिँ फेरि ढलान गरेकै रहेनछ क्या। यति चाहिँ अब त्यहाँ माथि त्यस्तो थियो। अब यो मेन बस्तीमा चाहिँ अब पानी पऱ्यो भने यो बाटोमा हेर्नु नि यो त यहाँ त यहाँ टेम्पोहरू पनि चल्दो रहेछ। हिँड्नलाई त्यस्तो सामानहरू बोक्न यताउति मान्छे त्यो पल्लो बस्तीसम्म जानुलाई टेम्पो युज गर्न सकिन्छ जस्तो छ। रोडहरू यहाँदेखि पनि राम्रै छ अहिलेसम्म। तर अलिक माथि पुगेपछि यो पिच सकिन्छ, त्यहाँदेखि अफरोड स्टार्ट हुन्छ भन्ने कुरा गर्नुभएको थियो। साइडमा आलु देख्न सक्नुहुन्छ। यहाँ स्पिड पनि त्यस्तै कुदाउने रहेछ। अब लोकल मान्छे नै हो कि किन हो ओभर स्पिड
आउनुभयो। यता माथि चाहिँ होमस्टेहरू जस यहाँ काठमाडौँदेखि आउने मान्छेहरू यहीँ बस्नुहुँदो रहेछ। यो भाइरल पनि छ नि त यो सोसियल मिडियामा। यो रोड पनि मान्छेहरू यहाँ बस्दै हुनुहुन्छ। यहाँ मेन बाटोमा चाहिँ तपाईँहरू स्लो कुदाउनु पर्ने हुन्छ नि के यसरी बच्चाहरू बिच बाटोमा आइरहेछ। यहाँ फुटबल खेल्नलाई ब्याटहरू फुटबलहरू बोकेर हिँडिरहेछन् बच्चाहरू। यहाँ पुलिस पनि पुलिस स्टेसन पनि रहेछ। यहाँदेखि चाहिँ अलिक अब उकालो आउँछ जस्तो छ। यहाँ ढलान सलान गर्नुभएको छ। हामी चाहिँ ऊ माथि डाँडादेखि नै छ नि त्यो डाँडा कटेर जानुपर्ने भन्ने कुरा आएको छ। लेट्स चाहिँ के हुन्छ। खासै त्यस्तो गाह्रो मान्नुपर्ने रोड त छैन र पनि अलिक यो उकालो भएर गाह्रो पर्न सक्छ भन्ने कुरा छ। यहाँ देख्नुहुन्छ यो पुरानो शैलीको घरहरू। यस्तो पारिको हावा स्वच्छ हावा गाउँ भनेको गाउँ हुन्छ कि स्वच्छ हावाहरू आउँछ। अब यहाँतिर बसेको मान्छेहरूलाई मात्रै थाहा हुन्छ। बस पनि आइपुग्यो काठमाडौँदेखि नै आएको होला मेबी यो काठमाडौँदेखि नै आएको हुनसक्छ। जस नेचर हेर्नु नि नेचर चाहिँ वाउ खालको छ नि त। कुनै पनि गाडी छैन। म एक्लै कुद्दैछु यहाँबाट काठमाडौँ जाने चाहिँ अहिलेसम्म हेर्नु नि नेचरहरू माथिको त्यो हावा यो रोड यो घरहरू जस खतरा बनाएर बस्नु भएको रहेछ। यो घरहरू बसौँ लाग्ने खालको बनाउनु भएको छ। अब कुनै दिन नेक्स्ट टाइम मिल्यो भने फेरि आउँला नि त। अहिलेलाई टाइम छैन। पछाडि बहिनी छिटो भन्दैछ त्यसले गर्दाखेरि उता कुलेखानीमा पनि बस्न सकिँदैन। त्यहाँ पनि मान्छे धेरै थियो कि आज त शनिबार भएर यहाँ पनि अलिअलि रोडहरू बनिँदै नै रहेछ। खोलाले बगाएर हो कि किन हो भर्खर बनाएको कि यो साइडको चाहिँ अझै पनि मिलाइएको छैन। यहाँ हेर्न सक्नुहुन्छ। वा माथि नेचर हेर्नु के दामी छ नि त। यस्तो हो नि त खासमा रोडहरू फेसिलिटी पुग्यो भने गाउँै मलाई चाहिँ बेस्ट लाग्छ। हेर्नु नि रोड यस्तो बवाल छ। यहाँ केटाहरू भिडियो फोटोहरू खिच्दै रहेछन् बाइकमा। काठमाडौँदेखि आएको हुनुपर्छ। दुःखहरूमा बसिरहेको रहेछ केटाहरू। अब चाहिँ यहाँदेखि चाहिँ उकालो नै स्टार्ट हुन्छ जस्तो लाग्दैछ मलाई। वा यहाँ बन्दै रहेछ रोडहरू बन्दै रहेछ। जस नबनेको होइन रहेछ बन्दै चाहिँ रहेछ। पुरै गाडल साडलहरू मान्छेहरू यो रोड बनाउने नै मान्छेहरू नै बसेको हुनसक्छ। यो माथि यो हेलमेट चाहिँ लाउनु पर्ने हुन्छ। सिक्ने मान्छेहरू चाहिँ स्पेसली यो स्कुटी बाइक सिक्ने मान्छेहरूले चाहिँ युज गर्नुपर्ने हुन्छ क्या। किनभने एक्सिडेन्ट हुने चान्स धेरै हुन्छ नि त। जो सिक्दैछ उसलाई थाहा नै हुँदैन कुन बेला कहाँ कस्तो खालको समस्या आउँछ भनेर। त्यसले गर्दा प्लिज लाउनु होला तपाईँहरू सिक्दै हुनुहुन्छ भने। यहाँसम्म चाहिँ पुरै ग्राभल यहाँदेखि स्टार्ट हुने रहेछ नि त। अब एउटा दाइ फेरि आइपुग्नुभयो अगाडि तुलो खुवाउने भयो बुढालाई। जस यहाँदेखि चाहिँ अब अफरोड स्टार्ट हुने रहेछ। यो बाटो पिच भयो भने कस्तो दामी भन्दा त। तर यो बाटोमा एउटा चाहिँ नराम्रो लाग्यो कि मलाई यो जुन टिफरहरू हुन्छ नि यो सामान बोक्ने त्यो टिफरले दुईवटा आइसक्यो कि अहिलेसम्म। आम्मामा यस्तो धुलो कालै के नदेख्ने गरी मेरो लुगाको कन्डिसन त हेर्नै नमिल्ने गरी खालको यो बाटोमा टिफरहरू कुदाउनु रहेछ। त्यसले गर्दाखेरि नराम्रो लाग्यो। भर्खर खाँदैछ नि त। यहाँ चाहिँ अब यहाँदेखि चाहिँ ओह्रालो भाग्छ भन्ने कुरा गरेको छ। नेक्स्ट चाहिँ के हुन्छ। ल हामी अब चन्द्रगिरी पुगिसक्यौँ। अब अर्को भिडियोमा भेटौँला। त्यसको लागि तपाईँले युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला। कस्तो लाग्यो भिडियो त्यसको लागि पनि कमेन्ट गर्नु होला। सी यु नेक्स्ट टाइम। सब्सक्राइब।